जेनजी पुरा युवाले सञ्चालन गर्नु छ। जेनजी जेन वाइ सबै लाग्नुपर्छ। यो के जेनजीको मात्र राष्ट्र हो? सम्पूर्ण युवा देशका दाजुभाइ दिदीबहिनी आमा बुवा सम्पूर्ण लागि परेर फेरि देशको नयाँ सिर्जना गर्नुपर्छ। नयाँ बढ गर्नुपर्छ यो देशको। अलि हाम्रो पछिल्लो पुस्ताहरू कति सिरियस छैन भन्ने कुराहरू जो कुराहरूमा पनि फन्नी भइरहेको हुन्छ। तपाईँको विचारमा कसले अब लिड गर्न पर्ला जस्तो छ यो जेनजी पुस्तालाई? व्यक्तिहरू आउनेछन्। यही सक्षम युवा चुनिनको लागि यो क्रान्ति भएको आउँछन्। अब कयौँ छन् जनताहरू के तिनै सरी सर मैले देखेको युवाहरू धेरै छन् नेपालमा। म पनि अहिलेसम्म यसरी क्रान्तिमा उत्रेको थिइनँ। म पनि मास्टर डिग्री सकेर बसेको स्टुडेन्ट हो यो नेपालको। अहिलेसम्म विदेश जान सकेको छैन। केही परिवर्तन होला, त्यसमा केही गर्नु सकेर यो संसद भवनभित्र पछिको यो दृश्य अगेन जेनजीको प्रोटेस्टमा जे हुनुपर्ने थियो त्यो कुराहरू भयो र जे नहुनुपर्ने कुरा थियो त्यो पनि भएको छ। सो यो सिन दिस सिन विल हन्ट अस फर एभर। यो जति जे भए पनि दिस इज अ पब्लिक प्रपर्टी, यो सबैको हो नि त। अब यसलाई रिबिल्ड गर्नुपर्छ। अभियसली यो रिबिल्ड गर्दाखेरि पैसा कसको खर्च हुन्छ? सरकारकै हाम्रै पैसा खर्च हुने हो। त्यही भएर चाहिँ जे हुनुपर्ने कुराहरू भयो, तर यो जुन पब्लिक प्रपर्टीहरूको डिस्ट्रक्सन भएको छ यो चाहिँ दिस इज नट नेसेसरी, अननेसेसरी कुरा भएको हो। हो दर्शक महानुभाव, म देखाइरहेको छु ध्वस्त भइसकेको अवस्था छ, रणभूमि बनेको अवस्था छ यो संसद भवन क्षेत्र। आगलागी पुरा रूपमा क्षति भइसकेको अवस्था छ। अगेन यहाँदेखि हेर्न सक्छौँ के गर्न खोजेको यहाँ चाहिँ के गर्न खोजेको त्यो प्लान्टको चाहिँ के दोष त्यहाँ चाहिँ। अनि अर्को कुरा चाहिँ दिज आर अल नट जेन्जिज। सबै कुराहरू जेन्जिज मात्रै होइन। यहाँ चाहिँ यो प्रोटेस्टलाई चाहिँ हाइज्याक भएको हो स्योरली। जेन्जिज पनि होला, कतिहरू चाहिँ पोजिटिभ इन्टेन्सन नभएको। सङ्घीय संसद यो प्राङ्गणबाट म यो भिडियो प्रस्तुत गर्दैछु। धेरै जेन्जी युवाहरू यहाँ हुनुहुन्छ। यति बेला म सङ्घीय संसदको यो प्राङ्गणबाट यो भिडियो प्रस्तुत गर्दैछु। रणभूमि बनिसकेको अवस्था छ यो सङ्घीय संसदको भवन। धेरै जेन्जी पुस्ताहरू यहाँ आउनुभएको छ। निकै रमाइराख्नु भएको छ। साँच्ची नै जेन्जी युवाहरूको जित भएको छ। दर्शक महानुभावहरू, ध्वस्त भएको अवस्था छ। गभर्मेन्ट यु टुक द रङ रङ फाइट। वाट इज इट डुइङ? के गरे भाइ? किन गएको त्यहाँ? यु आर नट वर्ल्ड इनफ फर दिस प्रोटेस्ट। लड्दा मर्नेवालालाई के भन्छ भन्दाखेरि वीरता भन्छ, एउटा योद्धा भन्छ। तर हामीले जितिसकेका छौँ, जितेर मरेर चाहिँ मूर्खता हुन्छ दाइ देशको। यहाँदेखि आह्वान गर्दै हुनुहुन्छ। पेट्रोलियम पदार्थ भएकाले सबै साथीहरूलाई यहाँदेखि सङ्घीय संसद भवनबाट बाहिर निस्किन अनुरोध गर्दै हुनुहुन्छ। जेन्जी साथीहरू निकै नै संयम रूपमा, निकै नै सहज तरिकाले यहाँ जेन्जी साथीहरू लागि पर्नु भएको छ। दिस सिन विल हन्ट अस फर एभर। अब यो रिबिल्ड अभियसली गर्नुपर्छ। संसद भवन हो होइन? यो रिबिल्ड गर्न चाहिँ कति खर्च हुन्छ? कसले खर्च गर्ने? अल आवर्स मनी। यहाँ देख्न सक्छौँ सबै कुरा ठिकै हो, तर दिस इज नट द चेन्ज द्याट वी एक्सपेक्टेड। जलाएर के काम? पब्लिक प्रपर्टी, प्राइभेट प्रपर्टी जलाएर दिस इज नट द चेन्ज जेन्ज इज वान्टेड।